देखिए कि वो तो गाड़ी तो रखा है। उहाँ हुनुहुन्छ जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास। महन्तज्यू, जानकी मन्दिरमा कोजागरा महोत्सवमा के हुन्छ? कोजागरा महोत्सवमा कोजागरा महोत्सव भनेको एउटा हाम्रो रामचरित्रमा 99वटा रास जुन भएको थियो त्यसमध्ये एउटा रास अन्तर्गत आउँछ जो कोजागरा पूर्णिमाको राति शरद पूर्णिमा पनि भनिन्छ। शरद पूर्णिमाको राति मनाइने गरिन्छ। यसमा भगवान दुल्हा दुल्हिनको रूपमा हाम्रो शीत भनेको ओस शीतमा सवारी भएर बाहिर उहाँको पान मखान पूजा आरती आदि इत्यादि र साथसाथै मिथिला परम्परा संस्कृति अनुसार गान बजान सहितको रमाइलो एउटा यो पर्वको रूपमा पनि छन् मिथिलामा, यो जनकपुर धामको एउटा संस्कृतिमा। र आजको दिन जनकपुरवासी देश विदेश हाम्रो हिन्दू धर्मावलम्बी सबैमा यति उत्साह छ, घर घरमा पनि मनाइने गरिन्छ र दर्शनार्थीहरूमा पनि विशेष रूपमा आजको दिन जानकी मन्दिरमा आएर दर्शन पनि गर्ने गरिन्छन् र आज भिड पनि त्यसको लागि भिड पनि यहाँ देखिरहेको छ। बाहिरबाट आएको भक्तजनहरूको भिड पनि छ, घुइँचो पनि छ र राति चाहिँ सबै भाग लिएर एउटा आनन्दमा उत्साहित भएर आनन्दको वर्षामा भाग लिनुहुन्छ।